सहयोग ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली सहयोग ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल बिहारका राजधानी ज्ञान भूमि शान्ति भूमि तारा पहाडी वन अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल। हाम्रो वर्तमान अध्यक्ष श्री धनबहादुर गुरुङज्यू हाम्रो रुम्जाटा लगायत पर्यटकको गुम्बा रुम्जाटाको गाउँको स्थिति अनि काठमाडौँमा गुरुङ सेवा समितिको अब चहल पहल सबै उहाँले बुझेर आउनु भएको छ, प्रत्यक्ष बुझ्नु भएको छ। त्यस कारणले गर्दाखेरि छोटोमा चाहिँ आफ्नो गाउँको परिवेश के छ जानकारी गराइदिनु हुन हाम्रो महानुभावमा जानकारी गराइदिनु हुन म हाम्रो वर्तमान अध्यक्ष श्री धनबहादुर गुरुङज्यूलाई यहाँ आमन्त्रण गर्न चाहन्छु। उपस्थित सम्पूर्ण रुम्जाटा सोसाइटीको महानुभावहरू, देश संस्थाको सदस्यज्यू, सल्लाहकारज्यूहरू, साथै नेपालबाट भर्खरै विजेतमा पार्नुभएको हाम्रो आदरणीय रत्नलाल गुरुङज्यू अनि साथै हरिराज गुरुङज्यू, यहाँहरू सबैलाई म 2026 सालको यो लोसार पर्वको समस्यामा र त्यो नयाँ वर्षको उपलक्ष्यमा मेरो तर्फबाट र विशेष गरी हामीले तपाईँहरूले भनेअनुसार पितृहरूलाई तपाईँहरूले आफ्नो पितृहरूको नाम लिएर त्यहाँनिर वाचन गरेको छ। सबैको एकैचोटि त्यसरी सबै नसक्नु पनि रहेछ, किनभने त्यो 103 फेरि चाहिँ कराउनु पर्ने भएकोले गर्दा त्यो 1 हप्ताभित्र त्यसलाई कम्प्लिट गर्नुपर्ने भएकोले गर्दाखेरि लामाहरूले त्यो सबै उनीहरूभित्र परिराखेको छ। तर हामीले बाहिरबाट चाहिँ भनौँ एउटा ठुलो लामा गुरुलाई चाहिँ एउटा फाल्टो हलमा राखेर उहाँले चाहिँ पुरा प्रदर्शन दिएको छ। अनि तपाईँहरूको सबै पितृहरूको नाम, तपाईँ हाम्रो पितृहरूको नाम पुकारेर बल मागेको छ, राम्रो भएको छ, एकदम राम्रो पढाइराखेको छ। त्यो भयो गुम्बाको कुरा। अरू कुरा गाउँको भित्र गाउँको विषयमा चाहिँ अलिकति दुःख पनि लाग्यो मलाई। गाउँमा पुगेर त्यहाँ कार्यक्रमहरू सञ्चालन गर्दाखेरि कार्यक्रमहरू सम्पूर्ण गरेर निकै गाह्रो रहेछ। पहिला तपाईँ हामी सानोमा छँदा जस्तो अहिले गाउँ छैन। मान्छेहरू तपाईँहरूले अब राम्रो मान्छे तपाईँहरू सबै त्यहाँबाट विस्तारित भयो। त्यहाँ चाहिँ अब काठमाडौँबाट के अरे उत्तरबाट बाहिरै जानु नसक्ने खालको मात्रै हाम्रो गुरुङ समुदायको दाजुभाइ हुनुहुन्छ र प्रायः अरू घरहरू सबै घर गुरुङले मान्छे राखेको र गुरुङले मान्छे आफ्नै पाहाडको कुनै कुन ठाउँको त्यसले गर्दाखेरि गाउँभित्रै कुरा अलिकति नमिल्दो रहेछ। भर्खरै हिजो मात्रै आइपुगेको हुँ र खासै त्यति साह्रो नयाँ कुरोहरू त केही पनि छैन। तर यहाँ हाम्रो कार्यक्रम सञ्चालक श्री विष्णुबहादुर गुरुङज्यूले चाहिँ केही कुरा राखिदिनु भन्नुभएको हुनाले म चाहिँ यहाँ तपाईँहरूलाई केही कुरा राख्न गइरहेको छु। सबैभन्दा पहिला काठमाडौँको कुरा गर्नु पर्यो। काठमाडौँको वातावरणहरू सबै ठिकै छ, तर अहिले समाजघर हाम्रो करिब बनिसक्नु लागेको छ। तर बनिसक्नु लागेको रहेछ, तर त्यसमा चाहिँ पुरा सम्पन्न भएको छैन। बिचमा अलिकति त्यहाँनिर हिजो अस्ति म मिटिङमा पनि गएँ। मिटिङमा जाँदाखेरि त्यहाँनिर अलिकति कुरोहरू तलमाथि अलिकति नमिलेको गाजेमाथि कसैले भन्छ यहाँ महासचिवको गल्ती, कसको गल्ती हो त्यो चाहिँ खासै त्यहाँनिर सबैजना मान्छे जम्मा भएन। त्यहाँनिर अध्यक्ष आउनु भएको थियो, हामी करिब 25-26 जना मान्छे जम्मा भएको थियौँ र त्यहाँ विशेष गरी कोषाध्यक्ष अनि महासचिव। कोषाध्यक्ष चाहिँ हाम्रो बाटपरीको कुमार सोजी हुनुहुँदो रहेछ अनि महासचिव चाहिँ रोजन गुरुङ हुनुहुँदो रहेछ र त्यसमा चाहिँ
अहिले तपाईँहरूले कतिले त हामीले प्रतिबद्ध त्यही अनुसार पैसा पनि दियौँ होला, कतिले दिए पनि छैन र यो चाहिँ अहिले त्यहाँनिर चाहिँ स्थगित जस्तो देखियो। सबै कुरोहरू चाहिँ बुझ्न सकेन। त्यहाँनिर चाहिँ अब त्यसको चाहिँ छानबिन हुँदैछ। सानीले राजाको प्रसङ्ग उठेको थियो र सानीहरूले सल्लाह गरेर राजालाई चाहिँ खत्तम पार्ने भन्ने थियो र हामीले पनि पहिले नै सूचना पाएर सिंहले पनि खाइनसक्ने खालको राजु तयार पारेको थियो। तपाईँले खान सक्नु भएको तपाईँहरूको चाहिँ जो भएको चाहिँ आजको सानीले बिन्तीमा चाहिँ भने अब चाहिँ हाम्रो कार्यक्रम कन्टिन्यू जान्छ र त्योभन्दा पहिले हाम्रो राज्यमा जसरी यो हाम्रो कमल वर्ष 2082लाई सफल पार्न उहाँले प्रायोजन गर्नुभयो। सबै प्रायोजकहरूको नाम चाहिँ हाम्रो छोरी ट्रेनर रचना देवले हामीलाई चाहिँ पढेर सुनाउनुहुन्छ। रचना छोरीलाई आएर चाहिँ हाम्रो कसले प्रायोजन गर्नुहुन्छ। पर्फर्मेन्स ट्यालेन्ट सो गर्नुभयो है। सोसाइटीको 120 पाउन्ड धेरै धेरै धन्यवाद हुन्छ। हाम्रो चेयरम्यान साहबले पनि 30 पोल थपेर 150 पोल पाउनु भयो हाम्रो रमाइलो भयो। अब हजुरलाई पनि केही जानकारी दिन चाहे समाजको लागि यो लास्ट गीत त्यसपछि खाना खाने हाम्रो तयारी छ आउँदै मजाले ताली बजाएर यहाँ बत्ती छ भने एकदम डिमान्ड हुन्छ है। डिमान्ड सबैजनालाई ल हेप्पी लोसार ल आसीमाला आजीमाला हाम्रो वर्तमान सन्तोष भरेज्यूले अघि नै प्रचलन गरिसक्नु भयो। त्यस कारणले गर्दाखेरि म अब कार्यक्रमलाई अगाडि बढाउन जाँदैछु। ल
YouTube पनि छैन हैन YouTube च्यानल अनि यसमा हाल्दा पनि हुन्छ यो पनि दिदिन ल्याइहाल्यो ल धन्यवाद हाम्रो ट्रेजरी र सबै प्रायोजन गर्नुहुने प्रायोजकज्यूहरूलाई धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हाम्रो कार्यक्रम अगाडि बढाउने क्रममा कन्टिन्यू ककटेल डान्सको लागि चाहिँ हाम्रो सुजाताले चाहिँ अब कन्टिन्यू गीतहरू प्ले गरेको छ यहाँहरूले चाहिँ मनोरञ्जन गर्न सक्नुहुनेछ र अर्को हाम्रो लास्टमा अन्तमा चाहिँ यहाँलाई धन्यवाद दिने र कार्यक्रम समापन गर्नको लागि Don't
Thank you.